हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज पुष 15 को दिन हामी बँदेलको मासुको साथमा छौँ। हामी यतिखेर पकाउने क्रममा चाहिँ हाम्रो यतिखेर चाहिँ प्याज हाल्ने बेला भइरहेको छ है। हाम्रो सरले चाहिँ यहाँ प्याज हाल्दै हुनुहुन्छ। टक्क लाएर अब यहाँ प्याजमा हालेर चाहिँ हामीले मासुले पुर्नेछौँ। यसलाई प्याजलाई चाहिँ मस्त पकाउने छौँ। अब सरको चलाइ नै खतरा छ है, मरद छ। हामी यतिखेर चाहिँ मासु बिस्तारै बिस्तारै रातो हुँदैछ, भुट्दैछौँ हामी बिस्तारै मन्द आगोमा। यतिखेर हामीले चाहिँ मसला हालिसकेका छौँ है। अब हामी केही बेर मसला पकाउने छौँ। सरले मसलालाई मजाले पाकुन्जेल चाहिँ छोप्नु हुनेछ। गाइसहरू, यतिखेर हाम्रो लगभग मसला पनि पाकिसकेको छ। मासु बिस्तारै बिस्तारै रातो हुँदैछ। सरले बेसार हाल्नुभयो अनि मसला पनि हाल्नुभयो। अब हामी यसलाई राम्ररी चलाउने छौँ। चलाउँदै हुनुहुन्छ हाम्रो सरले। हाम्रो सरको चलाइ मरद छ र एकदम सरको चलाइ नै मिठो हुन्छ है यहाँ मासु पकाइमा। यतिखेर चाहिँ हाम्रो मासु एकदम राम्रोसँग भुटिसकेको छ। राम्रोसँग भनौँ न, यसलाई के भन्छ, बात भन्छ। यो छाला चाहिँ मजाले हामी भुट्ने तर्खरमा छौँ। यतिखेर हाम्रो टमाटर ओइराइसक्नु भएको छ सरले। अब हामी यो टमाटरलाई चाहिँ नुन हाल्छौँ, किनकि अलिक थोरै गलाउँछ यसले। गाइसहरू, यतिखेर हाम्रो दामी भइसकेको छ है। हाम्रो मासु पाकिसकेको छ लगभग। अब हामी यसमा थोरै झोल राख्छौँ। झोल राखिसकेपछि हाम्रो मासु पाक्छ अनि निकाल्नेछौँ। गाइसहरू, हाम्रो लगभग पाकिसकेको छ। अब हामी खाने तर्खरमा छौँ। हामी सबैको कचौरामा हालिसकेका छौँ। अब हामी खान्छौँ।